हेलो एन्ड नमस्ते, तपाईहरुलाई स्वागत छ फेरि पनि मेरो ब्लगमा। म अलका ठकुरी है। अनि आजको ब्लगमा चाहिँ के छ भन्दाखेरि चाहिँ आज चाहिँ हाम्रो साथी एलसिबाले चाहिँ हेयर कलर गर्ने हेरे। सो उसको विषयमा ब्लग छ। सो हामी चाहिँ हेयर कलर गर्नको लागि चाहिँ जानु आँटेको छ हिमुलमा हैन। सो हामी चाहिँ जाँदैछ आज हिमुलमा एलसिबाको हेयर कलर गर्नको लागि, किनभने अरू पार्लरमा गर्दैन, त्यसले चाहिँ खाली हिमुलमा मात्रै गर्छ। अन्त मैले चाहिँ यो गरेको नील डेभिडमा। सो भित्र अलिअलि बिगारिदिएको छ है, तर पनि केही छैन हैन, अब देख्दैन पनि त त्यस्तो त हैन। त्यही भएर चाहिँ अब हामी जानु आँटेको छ। सो एकैचोटि रेडी भएर भेटौँ है तपाईहरुलाई। हामी चाहिँ रुमदेखि निस्क्यो अब एलसिबाको हेयर कलर गर्नुको लागि हैन। अन्त अब बिफोर एन्ड आफ्टर लुक घाममा जाँदा तेरो कपाल देखाइदिए। यो यस्तो छ अहिले चाहिँ कपाल हैन। अन्त बादमा चाहिँ कस्तो हुन्छ हेर्दै जानुहोस् है। ब्याकग्राउन्ड चाहिँ खतरा छ हाम्रो चाहिँ। वेदर चाहिँ यस्तो गरम छ हो, तर पनि अब निस्किनै परेको छ यहाँ कपाल कलर गर्नुको लागि। त्यस्तो गरम नै छैन, अरू दिनको जतिको चाहिँ गरम छैन। हामी चाहिँ अब यहाँदेखिको खब्रेल मोड जाँदैछ हो। माथि गरेर जाने बाटो चाहिँ यस्तो खालको छ हो। हामी चाहिँ यहाँनिर दिमागको जग्गामा उयो पुगिसक्यो, किडनी पुगिसक्यो हो, दिमागहरू खल्बलिसक्यो यस्तो बाटो हिँडेर चाहिँ। अझै यो त के पनि होइन, अझै यहाँदेखिको उकालो झन्कार मोड गयो भने त है झन् नलाग्दो छ बाटो चाहिँ। हामी चाहिँ यहाँनिर आइपुग्यो, यहाँ आइपुग्यो हो एलसिबाको अब कपाल हेयर कलर गर्नुको लागि। यो चाहिँ हो श्री ब्युटी सलुन एलसिबाको पर्मानेन्ट हो यो चाहिँ। एलसिबा चाहिँ यहाँको रेगुलर कस्टमर हो। कपाल हेयर स्ट्रेटदेखिको लिएर कलरदेखिको लिएर सबै चाहिँ यहीँनिर गर्छ होइन। यसको पर्मानेन्ट हो। खुसी होइन फाइनल लुक देखाइदिइहाल्न यता हेर्न। यो फाइनल लुक चाहिँ यहाँनिर यस्तो देखिरहेको छ। फरेनर हाम्रो फरेनर Where are you from? भन्दा UK. Oh my god. ल हामीले चाहिँ यो बनाइसक्यो हो। यहाँ हाम्रो फरेनरलाई चाहिँ एकदम फरेनरै देखिरहेको छ होइन। कतिको टाइममा आएको थियो हामी होइन, कतिको टाइममा आएको थियो हामी, कतिको टाइममा फर्किँदैछ। दामी वा दामी देख्दैछ।
ब्यागको कलर र लुगाको कपालको कलर एउटा देख्दैछ चाहिँ अब यहाँबाट निस्केको है अब चाहिँ हामी यहाँनिर प्लान्ट हेर्नु आएको हो अन्त अब हेर्ने यहाँनिर चाहिँ के कस्तो कस्तो छ भनेर होइन मन पऱ्यो भने चाहिँ लने त्यस्तो खालको के अरे त्यो प्लान्ट हेर्नुहोस् यहाँनिर चाहिँ डिफ्रेन्ट प्लान्टहरू रहेछ होइन अब कतिवटा प्लान्टको नाम त हामीलाई पनि थाहा छैन अनि यहाँनिर चाहिँ एल्सिराले चाहिँ मोन्स्टेरा हेर्दैछ है दिस मोन्स्टेरा इज जस्ट 300 अरे हो किन्न मजा मजाको रहेछ होइन तपाईँको अर्को रहेछ हो कस्तो मजा मजाको कलर है सिजन मात्रै हो नि त अर्किड देखिरहेको छ वाइटमा पनि रहेछ सनफ्लावर होइन यहाँनिर कस्तो मजाले फुलिरहेको रहेछ अर्किड होइन क्याक्टिस कलरको हेर्न इसको 300 रुपये दाम है जो घर के भीतर में ये वाला ठीक है ना ह्याङ्गिङमा पनि अर्किड होइन पुरा मन पऱ्यो मलाई अर्किड होइन दामी रहेछ त मलाई यो मात्रै हो आइभीको निकै हेर्ने हो ठीक है है के भइसक्यो त गाइस यहाँनिर चाहिँ तपाईँहरू खप्रेल मोडको छेउमा प्लान्ट दुईवटा दोकान रहेछ होइन त्यहाँनिर आउनुहोस् त्यहाँनिर चाहिँ एकदम चिप प्राइसमा रहेछ किनभने पालपाडा जान्थ्यो हामी चाहिँ पालपाडामा चाहिँ अलिक एक्सपेन्सिभ थियो होइन तर यहाँनिर चाहिँ कस्तो सस्तोमा दिँदो रहेछ पिङ्क फिलोडेन्ड्रोन रबर प्लान्टहरू पनि रहेछ यहाँनिर चाहिँ एडिनम बोन्साई अरे यो चाहिँ हो लु अब चाहिँ प्लान्ट दोकानबाट चाहिँ हामी आइपुग्यो यहाँनिर पेट सपमा है यहाँनिर चाहिँ क्युरिजहरू हो मेरोमा चाहिँ यही छ होइन गप्पी रहेछ गोल्डन फिश वो पैकेट फिश है नहीं है ना ऑस्कर है वो एंगल फिश इन हामीले फुल मुन बोलाएको था नि त भैयाको ये ना वाइट वाला फाइनल सबसे दुईटा गप्पी मात्रै छ गप्पी ले जा अब गप्पी पनि छ एक ले जाएंगे ना एक छोटा वाला मेरा मर गया तो एलसीबाले चाहिँ यहाँबाट मिल्की लानु आँटेछ कुन चाहिँ लान्छ अरे आज फरेनर्सले मिल्की बार लैजाऊँ भनेको भइहाल्यो बस्दै भन्छ भाइ इतना मछली मर गया यो मिल्की भी मर गया तो मुझे पापी बुलाने लग गए वो वाला वो बना ये लोग कितना वो है मेरा एक तो भर रहेगा हुआ सो हामी चाहिँ अब माछा दोकान पनि गएर आइसक्यो होइन हामी हामी गएको कुरियर गर्ने जग्गामा होइन किनभने चाहिँ यहाँबाट चाहिँ एउटा सामान पार्सल गर्नु छ हो अस्ति गर्नुपर्ने थियो तर ढिले भइरहेको चाहिँ आज गर्नु गएको है यहाँनिर चाहिँ म मेरो पार्सल गर्नु आएको है अन्त त्यही अब पार्सल गर्दैछ आज अब चाहिँ हामीले पार्सल पनि गरिसक्यो है अन्त अब चाहिँ हामी फर्किँदैछ हो अन्त आजको दिन चाहिँ हामी यसरी नै बित्यो हामी थाक्यो पनि गरम पनि भयो होइन चिलिली चल्यो पनि गरमले अन्त अब एकैचोटि चाहिँ घरमा गएर भेट्छौँ है हामीले के ल्याएछ हामी त्यो तपाईँलाई देखाउँछौँ
हुन्छ ल अनि साह्रै छ यसरी झुटाएर लानुपर्छ सो गाइज हामी चाहिँ अब घर आइपुग्यो होइन घर आएर रुमाएर रेडी पो भयो अरे लुगासुगा फेटिसक्यो होइन अनि हामीले चाहिँ के किन्यो भन्दाखेरि चाहिँ त्यो अलरेडी देख्नु भएको थियो हामीले यो मोन्स्टेरा किन्यो किनभने हामी सबैजना म र हेल्सीबा चाहिँ यो मोन्स्टेरामा लोभिएको थियो त्यही भएर हो अलरेडी मेरोमा छ प्लान्टहरू तर मोन्स्टेरा चाहिँ यो वाला चाहिँ थिएन अनि मैले तपाईलाई अझै एउटा एल्सीबाको न्यू मेम्बर चाहिँ देखाउनु भुलेछु होइन त्यसले चाहिँ एउटा चिज लिएर आएको छ भन्नु मिल्की बार लिएर आएको छ हो सो मिल्की बार चाहिँ यहाँनिर छ हेर्नुहोस् ल त्यो मिल्की बार चाहिँ यहाँनिर छ ऊ झन्डै एउटा त छिटेर भाग्यो पनि हो एउटा चाहिँ मिल्की हो एउटा चाहिँ बार हो दुइटाको नाम मिलाएर चाहिँ मिल्की बार होइन र हामीले चाहिँ अझै के भन्छ फुल मुन बेटा पनि मगाएको थियो तर त्यो चाहिँ अहिले आएको छैन रहेछ हो सो बादमा आउँछ अरे त्यही भएर चाहिँ अब त्यो चाहिँ हामी बादमा मात्रै लिनु जाने होइन अन्त आजको लागि चाहिँ यति नै छ हुन्छ आजको लागि यति नै है हुनु त खासै भिडियो थिएन जस्ट सिम्पल थियो होइन है कतिवटा मैले गर्नु सकिनँ किन भन्दाखेरि ट्राफिक थियो प्लस गरम पनि भइरहेको थियो है त्यही भएर अन्त तपाईँलाई कस्तो लाग्यो मन पर्यो भने लाइक सेयर अनि सब्सक्राइब गर्नु नभुलिदिनुहोस् है अन्त हुन्छ यति नै थियो ओके बाई